गुड मर्निङ नमस्ते यहाँहरू सबैजना चाहिँ नि हामीले यो जेठ 2082मा चाहिँ नि किराया धरान 8 वडा कार्य समितिले साकेला सिली प्रदर्शन गर्ने ठाउँ साकेला पार्क धरान 17मा बिरुवा रोपेर गएका थियौँ। अब यो यस्तो भएछ। अब यसको चाहिँ नि संरक्षणको लागि साफसफाइको लागि उपस्थित भएका छौँ। अझै हाम्रो अग्रजहरू आउँदै हुनुहुन्छ। हामी यहाँ चाहिँ आएर हाम्रो किराया वडा कार्य समिति धरान 8 हाम्रो सचिव अगल दाई, यता हाम्रो सदस्यज्यूहरू कमल दाई र हाङ भाइ हुनुहुन्छ। अब बिरुवाको यो गति छ। अब भरे हामी यसलाई चाहिँ च्याट्टै पारेर साफसफाइ गर्ने नै छौँ। त्यसकै लागि हामी आएका हौँ। यहीँ लागिराख्नु भएको छ। अब एकछिन हाम्रो अध्यक्षज्यूहरू आउनुहुन्छ होला, अलिकति टाइम लाग्छ। अब यो गति छ हाम्रो, होइन? यसलाई बिचरा बिजोग भइरहेको रहेछ। अब यता यो गति छ, होइन? तर यसलाई हामी साफसफाइ गरेर जान्छौँ। पछि उभौलीमा यसको चाहिँ नि हल्का हाम्रो नानी बाबुहरूले यहाँ साकेला सिली प्रदर्शन गर्दा नाच्दा चाहिँ एकदम शीतल प्रदान गर्नेछ भन्ने आशाका साथमा अब भोलिको जेनेरेसनले याद गर्ला नगर्ला त्यो अलग छ। तर अहिले हामी चाहिँ सकभर लागि परेका छौँ हाम्रो किराया चाहिँ नि संस्थालाई कसरी अगाडि बढाउनु पर्छ भनेर यो छ यो गति। अब यसको चाहिँ नि हल्का आउँदै हुनुहुन्छ माथि। भरै पुनः म चाहिँ नि साफसफाइ पश्चातको पनि भिडियो अपलोड गर्नेछु। थ्याङ्क यू।